अक्षर यहाँ यो ल यही हो दिदीलाई हम गर अनि यसको हेडिङ लेख हैन अनि यो सबै गर्थे त आउँदा नानी हैन त आउँदा मैले यति समय हेरिदिन्छु ल त्यहाँ मलाई बाबा कस्तो हुँदैछ चाउमिन एकदम मिठो छ मिठो छ मन पर्यो मिठो लाग्यो थपेर खानुहुन्छ अन्त यहाँ अब मैले अचार हालिदिन्छु कोकालाई सस खानु मन लाग्छ त्यही त समय खाइ हुन्छ हेलो एभ्रिवान नमस्ते झोले वेलकम टु माई गोमा गाहा युट्युब च्यानल आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु न्यू डे न्यू ब्लग लिएर तपाईँहरूसम्म आइसकेको छु साथीहरू म यहाँ माइत आएको पनि हेर्न साथीहरू म माइत आएको पनि दुई हप्ता भयो एक हप्ताको छुट्टी लिएर आएको होइन 2 हप्ता भयो कति अल्छी लाउँछ साथीहरू पुरा नगर्नु लास्टै अल्छी लाउँछ के यता चाहिँ हावा कति चलिरहेछ गर्नु हो माइत आएपछि त घर जानै मन लाग्दैन आज चाहिँ हामीले चाउमिन खान लाग्यो साथीहरू हैन चाउमिन यहाँ नानीलाई बहिनीलाई के लिन जा भनिरहेको छु उले फेरि मेरो होमवर्क गर्दै म त्यसै जान्छु र भनिरहन्छ यो अल्छिनीले ल हेर्नु साथीहरू यहाँ होमवर्क गर्नु पर्ने गरे मैले हैन अनि यो दोकानमा जाने गरे नपढेको किताब नपढेको कति वर्ष भइसक्यो होला मेरो अक्षर कस्तो हुन्छ है ल पैसा लिक तमासा देख अरु खै ल कुन गर्ने ल भन् त छिटो अबेला हुन्छ के ल कुन लेखम भन्न मेरो ठुलो अक्षर हुन्छ ए नानी चिन्दैन तेरो मिसरले सरले चिन्दैन अक्षर यहाँ यो ल यही हो दिदीलाई हम गर भन्न पठाउनु लेख अनि फेरि यहाँदेखि यहाँसम्म लेख अनि फेरि यहाँदेखि यहाँसम्म लेख भयो हैन खै त चिन्न लागेन छ तैँले हेरे म त जे पनि लेख्दिन सक्छु गडबड भयो भने मलाई थाहा छैन यहाँसम्म हेडिङ लेख हैन अनि यो सबै गर्थे अनि त आउँदा नानी हैन त आउँदा मैले यति समय हेरिदिन्छु ल ब्या त्यहाँ मलाई माछन् सर फेरि चाउमिन खानुपर्छ ल चाउमिन खानुपर्छ ल सस लिएर आउँछु ल के ल्याउनु पर्ने के ल्याउँछ टमाटर छ अनि सस छ टमाटर छ कालो सस छ छ अनि तिल मैले चाहिँ यसको हाममा गरिदिनु पर्ने हुन्छ अहिले आएर च्याउ कराउँछु कि हेर्नु न अक्षर मेरो अक्षर चाहिँ यस्तो बहिनीको चाहिँ यस्तो छ मेरो अक्षर हेर्न सक्नुहुनेछ साथीहरू यस्तो छ मैले नपढेको किताब नपढेको भने किताब नछक भने यत्रो वर्ष भयो के थुप्रै वर्ष भयो यस्तो छ अक्षर यस्तो गिद्धल छेरेको चाहिँ छ ऊ बेला पढ भन्दाखेरि बिहा गरी हेर्नु साथीहरू अहिले हेर्नु त अक्षर मुलुकै बहिनीले के ल्याएछ हेर्नु पर्यो साथीहरू लौखा यो चाहिँ अचार तिल बनाउनलाई सस टमाटो सस ल्याएछ यति भएपछि अरू छँदैछ घरमा यति भएपछि पुग्छ है साथीहरू हामीलाई चाहिँ यो चाहिँ मलाई ब्रुस अब बहिनीले चाहिँ होमवर्क गर्छु मैले केही गर्दिनँ कति धेरै होमवर्क गर्न छ भने चाहिँ बहिनीलाई चाहिँ होमवर्क गर्न दिन पर्यो अब हाम्रो जमाना पो मम्मीले हामीले यस्तो गरेर स्कुल जान्थ्यौँ भन्नुहुन्थ्यो
त्यस्तो त भन्न भएन नि हैन। अब हामीले जस्तो भोग्यो त्यस्तो त भोग्न दिन भएन बहिनीहरूलाई। अब आउने पिँढीहरूलाई झन् सजिलो हुन्छ। अब यस्तो हो नि त, हामीलाई दुःख भयो अनि हामीभन्दा दिदीहरूलाई दुःख भयो, दिदीहरूलाई भन्दा ठुलो दिदीहरूलाई दुःख हुन्थ्यो, त्यस्तै त हो नि हैन। अब जस्तै मम्मीहरूलाई कति दुःख थियो नि त, त्यो जमाना जस्तो अहिलेको जमाना छैन नि त। अब हाम्रो सासूहरूलाई पनि बेसरी दुःख थियो, त्यस्तो जमाना अहिले छैन, त्यस्तो दुःख हामीलाई अहिले छैन। अब आउने हाम्रो देउरानी हाम्रो बुहारीहरूलाई त्यस्तो दुःख हुँदैन नि त। यो भनेको समय हो, समय चलिरहन्छ, यो भनेको समय हो, समय अनुसार बदलिनुपर्छ। हामी पनि पहिला जमानाको जस्तो दुःख छैन, छैन नि त आजभोलि। अनि अब त्यही हो, पढाइमा ध्यान दिनु पर्यो, पढ्नुपर्छ हैन साथीहरू। तपाईँहरू पनि पढ्नुहोस्, काम त भइरहेको छ। हाम्रो त्यहाँ बिरालो बसेर के हो त्यहाँ, हेर्नु न यहाँ साथीहरू, यो बिरालोलाई कस्तरी रहेछ। यसलाई चाहिँ थालैमा दिनुपर्छ क्या। त्यही हो साथीहरू, अब चाहिँ मैले फटाफट काम गर्नुपर्ने हुन्छ। त्यही हो, यता चाहिँ कति ठुलो आगो बाले हो। यता चाहिँ मम्मीले यहाँ आगोमा बसालिराख्नु भएको छ। ग्यासमा पकाउने कि आगोमा भन्दै हुनुहुन्थ्यो होइन। मैले चाहिँ आगोमा भनेको, आगोमा पकाएको मिठै हुन्छ नि त, छिट्टै मिठो हुन्छ नि त साथीहरू, लास्टै मिठो लाउँछ। अनि साथीहरू के गर्नु, मलाई चाहिँ आगोमा पकाएको मनपर्छ, मिठो हुन्छ नि त आगोमा पकाएको, अर्ग्यानिक। के गरे पहिला चाहिँ मलाई ग्यासमा पकाउँदा नि ग्यासमा पकाएकै मिठो लाउँथ्यो, तर उता बिहा भएर गएपछि उता आगोमै दाउरामै पकाउने, अनि त्यही बानी लगाएको के। तर मिठो हुन्छ आगोमा पकाएको, के गरे दाउरामा पकाएको नि मिठो हुन्छ साथीहरू। त्यही भएर हामीले दाउरामा पकाएर खाने भनेको छौँ। अब यस्तो कि जाडोमा चाहिँ दाउरामा पकाउने, जाडो चाहिँ कति आनन्द लाउँछ न, आगो ताप्दै पकाउन पाइन्छ। गर्मीमा चाहिँ पसिना आएर हैरान हुन्छ कि, फेरि लास्टै झ्याउ हुन्छ क्या। त्यही भएर अब आगोमा पकाएर आज रोइला हानिन्छ साथीहरू। आया आहा पिरो भयो। माइत आएर पनि मैले पकाउनु परेछ, मलाई पकाएर खाना दिने बेलामा। मैले पकाएर खानु परेछ, मलाई हेला गरे यिनीहरूले। अब म जान्छु मेरै बुढाको घर, मलाई खाना पकाउन पर्यो। ए साथीहरू, प्याज काटेको कति आँसु आयो। त्यही भएर मलाई प्याज काट्नै मन लाग्दैन के। एउटा प्याज काट्दा पनि यत्रो धेरै आँसु, मेरो आँसु खेर गयो नि त। साग पनि हालिदियो, चाउमिनहरू भनेर धेरै भात पकाउनु छ, भात चलाउनु।
तेल पुग्दैन चामल अनि यसैले लसुनको पात टिप्न जा भनेको त मान्दैन। म यो पकाएर उ गर्न जान्छु अन्टरान ठक्छु अचार बनाउनु जान्छु। अचार तरकारी पकाउनु मैले पनि त्यो साग मात्रै पकाउँछु। त्यही साग मात्रै त पकाउनु त्यो पकाउनु छ अरे चिप्की भ्याएकै उत्तिखेर उ गर्नुपर्छ कि हेर्नु यसो गर्नु यहाँ चाहिँ साथीहरू हाम्रो चाउमिन रेडी भइसक्यो। अनि यता अचार यत्रो अचार खाएर भ्याउने कि भ्याउने होइन। यहाँ मम्मीले हालिदिँदै हुनुहुन्छ। सानु हातले हालिदिनु न। हातै जाति अन्त पोले पनि घामै जाति पिटे पनि आमै जाति। अर्गानिक चाउमिन साथीहरू घरै बनाएर खानु पर्यो भनेर खाएको आज बनाएको। यस्तो यहाँ उ के अरे के नपुगे जस्तो के हो के नपुगे जस्तो भयो। धेरै यहाँ के हो हलङ्गले है थुप्रै छ। यहाँ अब मैले अचार हालिदिन्छु। कोकालाई सस खान मन लाग्छ त्यही त समय खाए हुन्छ। मेरो पालपाली डनलाई पनि हालिदिनु। खाना त त्यत्तिकै त्यसलाई त कुर्सीमा नराखी हुँदैन के। ल हेर्नु साथीहरू यतिलाई 50 रुपियाँ भन्छ नि त। 50 रुपियाँ यो यति पनि हुँदैन कि 50 रुपियाँमा। त्यसैले आफैले घर बनाएर खाए टन्न हुन्छ। ल है साथीहरू हामी त खाना आँट्यौँ। यति पुग्यो। यहाँ मम्मीको बाग यहाँ मम्मी हुनुहुन्छ। ल यहाँ यो बहिनीको बाग यो बाबाको बाग यो मेरो छोराको भाग। हेर त भरे नमस्ते गरिदेऊ। नमस्ते नमस्ते माझोरी छ कोही छ मेरङकारी नि पानीमा। ल है साथीहरू हामी त खाना आँट्यौँ। यति पुग्यो। यहाँ मम्मीको बाग यहाँ मम्मी हुनुहुन्छ। ल यहाँ यो बहिनीको बाग यो बाबाको बाग यो मेरो छोराको भाग। हेर त भरे नमस्ते गरिदेऊ। नमस्ते नमस्ते माझोरी छ कोही छ मेरङकारी नि पानीमा। बाबा कस्तो हुँदैछ चाउमिन? एकदम मिठो छ। मिठो छ? मन पर्यो? मिठो लाग्यो? हजुरलाई कस्तो छ? मिठो छ? अझै खान्छु मैले। अझै खानुहुन्छ? छ भो। मम्मी हजुरलाई कस्तो लाग्यो? सियान्छु तर हरियो खोर्सानी नभए जस्तो भयो नि त। पनि कति दिन जाने मान्छे हामी चाहिँ 4 जना मात्र हो। यस्तो के फेरि भान्सा मिल्यो भने जे पनि मिठो हुन्छ क्या। भान्सा मिल्यो भने मिठो हुन्छ। फेरि एक्लै बनाउन कति झ्याउ के अरे एक्लै खाना पनि मिठो हुँदैन।
बनाउन नि झ्याउलाउँछ। पोहोर आउँदा नि खाथ्यौँ नि त। पोहोर गरे अघिल्लो महिना माघमा आउँदा पनि खाएर गएको त्यस्तै।